हेलो गुड मर्निङ एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ म कहाँ जाँदैछु भन्दा सौलमा रहेको नामसान टावर, एकदमै फेमस हो नामसान टावरमा जाँदैछु। किप वाचिङ है त। Subscribe to my channel. फाइनल्ली म चाहिँ सौलमा आइसकेको छु। यहाँबाट बाहिर एक्जिट भइसकेपछि म नामसान टावरतर्फ जानेछु। म चाहिँ 5 नम्बर गेटपट्टि एक्जिट हुँदैछु। यात्रा लगभग 1.5 घन्टाको यात्रा थियो। लास्टै बोरिङ लागिरहेको थियो। अब त्यही भए पनि के गर्ने, गाह्रो छ हजुर। म चाहिँ 5 नम्बर गेटबाट एक्जिट भइसकेको छु। सौलको 5 नम्बर गेटबाट अगाडि चाहिँ त्यो बिल्डिङहरू देख्न सकिन्छ। यति हम्लो बिल्डिङहरू छ। हामीबाट चाहिँ यो माथिबाट ठ्याक्क पुलबाट चाहिँ जानु मिल्छ। यहाँनिर चाहिँ पुल देख्न सकिन्छ। म चाहिँ यहाँबाट क्रस गरेर त्यो पुल माथिबाट जानुपर्ने हुन्छ नामसानको लागि चाहिँ। म चाहिँ ठ्याक्क 1.5 घन्टाको लगभग ट्रेन यात्रापछि ठ्याक्क सौल स्टेसनमा आएर त्यसपछि 5 नम्बर गेटबाट एक्जिट गरेँ र अब यहाँबाट मेरो यात्रा नामसानको सुरु भइरहेको छ है त। एस्केलेटरबाट चाहिँ म माथि जाँदैछु। अब यहाँबाट लगभग मलाई माथि पुग्नलाई 40 मिनट जस्तो लाग्छ होला। म चाहिँ त्यो पुल माथिबाट चाहिँ क्रस गरेर हिँडिरहेको छु। यहाँबाट चाहिँ थोरै माथिसम्म गएर त्यसपछि उकालो जानुपर्ने हुन्छ। त्यसपछि चाहिँ लगभग 30-40 मिनट जति उकालो जानुपर्ने हुन्छ। त्यसपछि म सौलको नामसान टावरमा चाहिँ पुग्छु है त। त्यसपछि चाहिँ ट्रेन स्टेसनबाट चाहिँ लगभग 10 मिनट जति हिँडिसकेपछि ठ्याक्कै म चाहिँ अहिले नामसान खोङवानमा इन्टर भइसकेको छु। अब यहाँबाट फेरि उकालो जानुपर्ने हुन्छ। 10 मिनट जस्तो आइसकेपछि नामसान खोङवान भनेर लेखिएको छ। यहाँसम्म आइपुग्यो। अब यहाँबाट चाहिँ उकालोको बाटो सुरु हुँदैछ है त। बाटो पनि खत्रै तरिकाले बनाइएको छ। यहाँनिरबाट चाहिँ सिडी राखेको छ साइडबाट चाहिँ, त्यताबाट चाहिँ रोड छ र त्योभन्दा अलि उतापट्टि पारिपट्टिबाट चाहिँ केबल कारमा पनि जान मिल्छ। यहाँबाट देख्न सकिन्छ नामसानको फर्स्ट भ्यू। यहाँनिर चाहिँ पुगेँ म। आज यहाँबाट पनि धेरै माथि जानुपर्ने हुन्छ। आज मौसम चाहिँ फेरि क्लियरै छ, त्यही भएर पनि एकदमै रमाइलो हुन्छ है क्लियर मौसम भएको बेला चाहिँ। सो म चाहिँ नामसान टावरमा जानको लागि उकालो चढ्दैछु। सौल स्टेसन धेरै टाढा छैन, यही बिल्डिङ पछाडि नै हो सौल स्टेसन। सौल स्टेसन आइसकेपछि नामसान टावर त एकैछिनमा आइन्छ। एकदम वे इजी नै छ। म भने उकालो चढिरहेको छु। उकालो चढ्दाखेरि चाहिँ अलिकति श्वास लागिरहेछ। सो किप वाचिङ। यो चाहिँ पार्क छ यहाँनिर चाहिँ। अब यहाँबाट थोरै उकालो गइसकेपछि त्यो हो नामसान टावर चाहिँ। ट्याक्क कता देखिरहेको छ होइन। यहाँनिर पुग्नुपर्ने हुन्छ। अझै बाटो उकालो छ, धेरै टाढा त छैन। उकालो भएको हिसाबले गर्दाखेरि चाहिँ अलिकति टाइम लाग्ने हुन्छ। बिस्तारै थकाइ मार्दै रेस्ट गर्दै जानुपर्ने हुन्छ। सो यहाँ चाहिँ यो साइडपट्टि एउटा र यो साइडपट्टि अर्को स्ट्याचु राखिएको छ। त्यसपछि यहाँनिर चाहिँ फोटो सेसनको लागि एकदम राम्रो छ यो चाहिँ।
फोटो सेसन गर्न मिल्छ यहाँनिर। वा त्यहाँनिर बच्चाहरू फोटो पनि खिचिरहेको छ। रिसेन्टली चाहिँ केबल कारको लाइन छ त्यहाँनिर देख्न सकिन्छ। त्यसको लागि चाहिँ अलि माथिबाट जानुपर्ने हुन्छ। त्यहाँ केबल कारको व्यवस्था पनि रहेको छ, तर हिँड्न सक्नेलाई चाहिँ फेरि हिँडेर नै मजा हुन्छ। हेर्दै हेर्दै पार्कहरू डुल्दै हिँड्नलाई चाहिँ मजा हुन्छ। अब केबल कारमा चढेपछि चाहिँ एकैचोटि ट्याक्क तल चढ्यो माथि पुगिन्छ। त्यही भएर यतापट्टिबाट आउँदाखेरि चाहिँ हिँड्दै 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 मजाले बिसाउँदै थकाइ मार्दै फ्रेस हावाको मजा लिँदै चाहिँ पुग्नु सकिन्छ। धेरै टाढा छैन। यो साइडमा चाहिँ म्युजियम पनि रहेको छ। एजङडुन मेमोरियल म्युजियम यो रहेछ त्यो चाहिँ। यहाँनिर चाहिँ यो साइडमा चाहिँ यतापट्टि चाहिँ स्टोन पार्क रहेको छ। विभिन्न कुराहरू लेखिएको छ यहाँको ढुङ्गाहरूमा चाहिँ। अब यति अग्लो अग्लो ढुङ्गाहरू राखेर त्यहाँनिर विभिन्न शिलालेखहरू गरिएको छ। यहाँनिर चाहिँ यति अग्लो अग्लो ढुङ्गाहरूमा चाहिँ शिलालेख गरिएको छ भने त्यतापट्टि चाहिँ म्युजियम रहेको छ। र म जाने वे चाहिँ यो साइडपट्टि हो। यताबाट जान्छु म उकालो हुँदै हुँदै। अबको केही समयमा नै म नामसाङ टावरमा पुग्छु है त। अब चाहिँ कोरियामा चाहिँ गर्मीको सिजन सुरु हुन लाग्यो, त्यही भएर आज ज्याकेट लाएर आएको। निकै नै गर्मी फिल भएर ज्याकेट उकालेर म चाहिँ उकालो चढ्दैछु। निकै नै आनन्दको भाइ भइरहेछ है। एक्लै नै रमाइलो भइरहेछ हिँड्नलाई टक्क फ्रेस हावामा होइन। जति हिँड्यो त्यति मजा आइरहेछ यहाँनिर चाहिँ। अब भाइबी त्यस्तो छ क्या, नेचरको भाइबी त्यस्तो छ। शीतल हावा आइरहेको छ होइन। मान्छेहरू फर्किने क्रममा पनि छन्, जाँदै पनि छन्। म पनि जाँदैछु। यहाँबाट चाहिँ सिटीको भ्यूहरू हेर्न सकिन्छ। कोरिया सिटीको भ्यू बवाल देखिन्छ। फोटो सेसनको लागि नि सहर एकदमै ठुलो छ। त्यहाँदेखि त्यो पारिपट्टि चाहिँ पहाडहरू छ भने यो परसम्म त्यो पुरै धुवाँले छोपिरहेको छ। बवाल देखिरहेको छ सिटी चाहिँ। यो चाहिँ सबै पहाडहरूको बिचमा देख्दाखेरि चाहिँ काठमाडौँको जस्तो फिल हुन्छ। काठमाडौँ सिटी पनि यस्तै त छ होइन, पहाडको बिचमा टक्क घेरिएको छ। यो पनि सेम त्यस्तै नै छ। यो चाहिँ सौल सिटी हो। यहाँनिरबाट चाहिँ केबल कारको लाइन आइरहेको छ। अब हिँड्नलाई चाहिँ अलिकति असहज हुन्छ, तर आउन मन लागिरहेको छ भने चाहिँ केबल कारमा चढेर आउन सकिन्छ। त्यो चाहिँ धेरैजना मान्छे चढ्न मिल्ने खालको रहेछ। टन्नै मान्छे चढिरहेछ। जुम गरेर देखाउँछु म। त्यति धेरै मान्छे उभिएर चढेर हिँडिरहेको छ। तर म चाहिँ ट्रेकिङ भनेपछि ट्रेकिङ सर्ट होस् लङ होस्, ट्रेकिङ गर्ने भनेपछि हिँड्ने नै हो होइन। रमाइलो हुन्छ फेरि हिँड्दाखेरि। त्यहाँ त ट्याक्क लाइन बस्यो, चढ्यो, एकैचोटि माथि एकैचोटि तल हुन्छ। मेरो पछाडि चाहिँ ठ्याक्क सौल सिटी देख्न सकिन्छ। दिस इज सौल सिटी। अनि म चाहिँ अहिले नामसाङ टावरमा छु। एकदमै शीतल हावा चलिरहेछ। सरर मेरो यात्रा भने जारी नै छ। यो सिटीबाट उकालो चढ्दा होइन लगभग म 30 मिनट्स भइसक्यो होला हिँडेको। हिँड्न चाहिँ स्टेसनदेखि त्यहाँबाट उकालै चढ्दै अब दूरी भने थोरै मात्रै बाँकी छ है त। म चाहिँ अलमोस्ट नामसाङ टावर पुगिसकेको छु। यो रहेको छ नामसाङ टावर भने बाटो चाहिँ अझै पनि अलिकति थोरै बाटो अझै हिँड्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ अलि आनन्द फिल भयो, किनभने तल चाहिँ हावाको भाव एकदमै कम। र अहिले चाहिँ यहाँनिर चाहिँ
हावाको भाव चाहिँ एकदम शीतलो भइरहेको भएर चाहिँ आनन्द फिल भइरहेको छ हिँड्न नि गर्मी भएको छैन अघि चाहिँ गर्मी फिल भइरहेको थियो एकछिन चाहिँ अहिले भने हावा शीतलो हावासँगै हावाको लहरसँगै मलाई मजा आइरहेछ त्यही हो अब पुगे अब चाहिँ हाल त्यहीँनिर त हो यहाँनिर चाहिँ पानी खाने व्यवस्था पनि राखिदिएको छ यहाँ छनुन यहाँबाट हालेपछि ठ्याक्क ढाक पनि कोइन पनि हाल्न मिल्छ प्लस यहाँबाट टक्क छनुन हालिसकेपछि पानीहरू चिसोहरू खान मिल्छ है यहाँनिर चाहिँ ठ्याक्क यो चाहिँ केवल कारको आउने लास्ट लाइन हो म चाहिँ थके लाएर अनि त्यसपछि गर्मी पनि फिल भयो अनि पानी खाएँ एकछिन रेस्ट गरेँ अब चाहिँ म फेरि भ्यूतर्फ जाँदैछु है त फाइनल्ली म चाहिँ नामथाङ टावर आइसकेको छु देख्न सक्नुहुन्छ नामथाङ टावर यो रहेको छ तलबाट देखेको अब निकै थकै लाग्यो यहाँसम्म आइपुग्दाखेरि चाहिँ तर यहाँबाट बसेर टक्क भ्यूहरू हेर्दाखेरि चाहिँ फेरि बबाले मजा हुन्छ यो अगाडि रहेको छ नामथाङ टावर त्यहाँनिर चाहिँ जानु नि मिल्छ होला मेबी मान्छेहरू एकदमै धेरै देख्न सकिन्छ आज चाहिँ सन्डे होलिडे भएको हिसाबले गर्दाखेरि यहाँनिर चाहिँ गेमहरू नृत्यहरू देखाउने ठाउँ यतापट्टि चाहिँ यो हो साउल टावर दिस इज साउल टावर म फाइनल्ली माथि आइसकेको छु यहाँबाट उतापट्टि जाँदाखेरि नि राम्रो भ्यूहरू हेर्न सकिन्छ होइन नामथाङ टावर चाहिँ यहीँ नै रहेको छ साउल स्टेसनबाट एकदमै नजिक भएको कारणले चाहिँ बिदाको दिनमा वान डे टुरको लागि चाहिँ वान अफ द बेस्ट रहेको छ यहाँनिर चाहिँ टिकट काट्ने ठाउँ रहेको छ त्यो trip.com भन्ने एप्सबाट टिकट काट्दाखेरि चाहिँ 15% अफ रहेछ अनि यताबाट चाहिँ टिकटको फास्ट ट्र्याकको भनेको छ trip.com बाट टिकट लिँदाखेरि चाहिँ 15% डिस्काउन्ट छ है यहाँ जानको लागि चाहिँ यतापट्टि 7-Eleven छ भने यो साइडमा चाहिँ लभ बर्ड्सहरूको लागि चाहिँ यहाँनिर पैसा हालेर बल झारिन्छ अनि यहाँनिर चाहिँ यो के होला भने यो चाहिँ के हो भने चाहिँ यहाँनिर चाहिँ टक्क लभ बर्ड्सहरूले चाहिँ प्रेमिकाको नाम लेखेर त्यसरी चाहिँ तालचा लाएर चाबी चाहिँ के भन्छ त्यो की चाहिँ फालिदिन्छन् र यसको मतलब चाहिँ सम्बन्ध कहिले पनि नछुटोस् भनेर चाहिँ यसरी आफ्नो प्रेमिकाको नाम लेखेर गर्लफ्रेन्ड बोयफ्रेन्डको नाम लेखेर टक्क यसरी लक गरेर राख्ने गरिन्छ देख्दाखेरि एकदमै सुन्दर देखिन्छ सबैले राख्दा अब एकदमै निकै नै भइसकेको छ धेरै नै देख्न सकिन्छ यो साइडपट्टि चाहिँ डलहरू फोन कीहरू डलहरू राखिएको छ यो साइडपट्टि चाहिँ अनि यो साइडबाट पनि फेरि सिटी नै हेर्न सकिन्छ यो साइडबाट यता चाहिँ स्केचहरू बनाउने रहेछ त्यहाँनिर कपडाहरू पनि राखिएको रहेछ यहाँबाट चाहिँ जङ्गल र जङ्गल पछाडिको त्यो लुकेको सहर देख्न सकिन्छ फाइनल्ली म चाहिँ नामथाङ टावरमा छु र नामथाङ टावरको भ्यूहरू देखाउँदैछु त्यो साइडबाट चाहिँ गाडीहरूमा पनि आउने गर्छ बसहरू चाहिँ त्यहाँसम्म आउँछ त्यहाँनिर देख्न सकिन्छ बसहरू त्यहाँनिर छ त्यहाँदेखि बसमा आएर
आउन नै सक्यो। पछाडिबाट अघि मैले देखाएको चाहिँ केबल कारबाट पनि आउन सक्यो, प्लस म जसरी हिँडेर पनि आउन सक्यो। 3 तरिकाले आउन सकिन्छ, एकदमै नजिकै छ। बिदाको दिनमा वान डे टुरको लागि वान अफ द बेस्ट प्लेस नामसान टावर है। नामसानको स्याम्पल राखिएको छ। त्यहाँनिर सबै लभ बर्ड्सहरूको कमाल देख्न सकिन्छ। यो साइडतिर यताबाट चाहिँ भर्खरै राखिएको रहेछ, सबै नयाँ नयाँ नै देख्न सकिन्छ। यहाँनिर जस्तै यसरी नाम लेखेर राखेको हुन्छ सबैजना लभ बर्ड्सको। यहाँ किन्न पाइन्छ, टक्क यो चाबी किन्ने, त्यसपछि नाम लेख्ने, अनि त्यसपछि यहाँनिर लक गरेर राख्यो भने चाहिँ सम्बन्ध अटुट हुन्छ भन्ने मान्यता छ। अब कतिको विश्वासिलो हो त्यो चाहिँ थाहा छैन, जे भए नि हेर्दाखेरि एकदम राम्रो आकर्षक देखिन्छ। त्यसले गर्दाखेरि पनि यहाँको एकदम आकर्षक देखिन्छ। लभ बर्ड्सहरू चाहिँ धेरै आउने गर्छ यहाँनिर। बाजा बजाइरहेको छ अहिले। मजा आइरहेको छ सुन्दा। यो चाहिँ सौल टावरको प्लाजा रहेको छ। म चाहिँ अहिले ठ्याक्क प्लाजा भित्र छु। यहाँबाट पनि सिटीको भ्यू हेर्न सकिन्छ। यहाँबाट ठ्याक्क सिटीको भ्यूहरू हेर्न सकिन्छ। यो साइडमा पनि सिटी छ, यो साइडमा पनि सिटी छ। यो बिचमा चाहिँ टावरै रहेको छ। त्यहाँ पनि म चाहिँ अहिले नामसाङ टावरमा छु। यहाँनिर चाहिँ अगाडि देख्न सकिन्छ। यो चाहिँ यहाँनिर कोइन हालेर चाहिँ बलहरू हुन्छ। यहाँनिर कोइन हाल्ने, त्यहाँबाट चाहिँ एक्सचेन्ज, यहाँबाट एक्सचेन्ज गरेर कोइन लिन मिल्छ। र कोइन हालेर यहाँनिर आफ्नो चाहिँ विसहरू के आउँछ त्यो हेर्ने रहेछ। यहाँनिर चाहिँ म नि ट्राई गर्छु है त एकचोटि। त्यो कोइनमा जे सिम्बल छ त्यसकै उसमा चाहिँ लगेर कोइन हालिसकेपछि फाइनल्ली त्योबाट चाहिँ यस्तो पेपर बलभित्र एउटा पेपर आउँदो रहेछ। यसमा चाहिँ अब के लेखेको छ म पछि ट्रान्सलेट गरेर पढ्छु। अब सबै कोरियन भाषा त आउँदैन। सो त्यो साइडपट्टि चाहिँ पुरै लभ बर्ड्सहरूको कमाल देख्न सकिन्छ। यहाँनिर चाहिँ सबै यो सबै नाम लेखेर यहाँनिर किन्न पाइन्छ। चाबी टक्क किन्न पाइन्छ। अनि सबै लभ बर्ड्सहरू चाहिँ कमाल यहाँनिर देख्न सकिन्छ। फेरि यसले गर्दाखेरि एकदमै सुन्दर पनि देखिएको छ। म चाहिँ अब आजको नामसाङ टावरको भ्लगिङलाई एन्डिङ गर्दै अब चाहिँ घर फर्किन लागिरहेको छु। टाइम पनि कम छ, अनि त्यसपछि चाहिँ जानुपर्ने पनि टाढा छ। लगभग 2 घन्टा ट्रेनमा जानुपर्ने हुन्छ। अनि मेन कुरा भनेको
फोनमा चार्ज पनि सकिसकेको छ। अनि त्यसपछि त्यही हो, यहाँनिर नजिकमा हुनुभएको छ, कोही कोरियामा हुनुहुने सबैजनाले छौल नजिकै रहनु भएको कोही हुनुहुन्छ भने बिदाको दिनमा चाहिँ ठ्याक्क आएर घुम्न सक्नुहुन्छ। वान डे टुरको लागि चाहिँ वान अफ द बेस्ट प्लेस इज नामसाङ टावर, जुन मेरो पछाडि छ। यहाँनिर चाहिँ फुडहरूदेखि लिएर सबै कुरा नै पाइन्छ, यहाँनिर खान पाइन्छ। अनि त्यसपछि मजाको भ्यू हेर्न पाइन्छ। अनि त्यसपछि फोटो सेसनहरू गर्न पाइन्छ। अनि नामसाङ टावरको चाहिँ छेउमै रहेको चाहिँ यहाँनिर कफी सप छ। यहाँनिर ओदेन चाहिँ एकदमै टेस्टी नै हुन्छ। यहाँको ओदेन निकै नै मिठो हुन्छ। ट्याक्क चिसोमा आएको बेला आनन्दले ओदेन खाँदै नामसाङ टावरको भ्यू हेर्न भने नछुटाउनु होला। म चाहिँ सेम वेबाट चाहिँ अब घर फर्किँदैछु आजको लागि चाहिँ। अब यहाँको यति नै, फेरि नेक्स्ट टाइम आयो भने चाहिँ माथि जानु पर्ला। म चाहिँ फर्केर फेरि तल झरिसकेको छु। अबको केही समयपछि चाहिँ म सौल स्टेसनमा पुग्छु र त्यसपछि वेदो तर्फको यात्रा चाहिँ सुरु हुनेछ मेरो। मेरो पछाडि देख्न सक्नुहुन्छ, यहाँबाट चाहिँ नामसाङ टावरको जर्नी सुरु हुन्छ र म यहीँबाट सुरु गरेर मैले यहीँ आएर चाहिँ इन्डिङ गरेँ। आजको लागि भिडियो यति नै। फेरि नेक्स्ट टाइम हामी नयाँ भिडियोमा भेटौँला। यतिन्जेलसम्म हेर्नुभएकोमा सबैजनालाई धन्यवाद। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न भने नभुल्नुहोला। थ्याङ्क यू सो मच फर अल वाचिङ माई भिडियो। थ्याङ्क यू।